हेलो गाइजहरू, गुड मर्निङ। अब हामी चाहिँ काठमाडौँ जाँदैछौँ। मेरो बाहिरको यात्रा सुरु भएको छ। गाईघाट रोसी खोला हुँदै हुँदै लाग्यो अब चाहिँ काठमाडौँतिर। काठमाडौँ हुँदै मेरो चाहिँ अब विदेशको यात्रा सुरु हुन्छ र बाटो चाहिँ सब बिग्रेको छ। माउँदा चाहिँ बनिसक्छ होला, छैन त बालिन्छ। टक्क जाकारान्डा फुल चाहिँ ढकमक्क फुलेको रहेछ काठमाडौँमा। काठमाडौँ पुगेपछि हजुरआमाले र हजुरबाबाकोमा चाहिँ मेरो बिदाई कार्यक्रम हुँदैछ। घर ससुराली गाउँ हुँदै हजुरआमाकोमा चाहिँ सुरु भएको छ बिदाई कार्यक्रम। गाइजहरू के गर्नु, यस्तै छ नेपालको बसाइ। राम्रो हुन सकेन र विदेशतिर लाग्दैछु म पनि। म र मेरो बुढी चाहिँ हजुरआमाकोमा टक्क पारेर खाबा लाउँदै बिदाई हुँदैछु। गाइजहरू यस्तै छ, के गर्नु। अब यसो अलिअलि कमाएर आएर चाहिँ पछि आफ्नै देशमा चाहिँ केही गरौँ भन्ने उद्देश्यले म पनि विदेशतिर लागेको छु। हाँस्दै रमाउँदै भनौँ न, टेन्सन लिनु त भएन नै, हुन्छ नै हुनु त। यस्तै हो छोराको जिन्दगी है त गाइज। मेरो प्याकिङ पनि सुरु हुँदैछ गाइजहरू। अब यस्तै हो, सामान किनेर भाबीजान र मेरो कान्छोले प्याकिङ सुरु गर्दै हुनुहुन्छ। मलाई चाहिँ नआएर अब धेरै छ नि त सामानहरू, के हो के मिलाएर बनाइदिँदै हुनुहुन्छ। अनि भाउजू अलिकति लजाउँदै पनि हुनुहुन्छ मैले भिडियो बनाउँदाखेरि। के त भन्दाखेरि मैले चाहिँ सामानहरू चाहिँ अलिअलि लिएर गएको छु। कुकरहरू पनि लानुपर्ने अवस्था रहेछ। आफैले पकाएर खानुपर्ने हुनुहुन्छ नि त विदेशमा, त्यही भएर। अनि प्लेनको लागि त्यो पछाडि नेक पनि लिएर गएको छु। यताको फुल भएको जुनले भाइ नि हुन्छ, फुलै त हो नि। उता पूर्व फर्केर यसो यसो गर्नु, दक्षिण भाइ दुईटा हातले छर्किनु न। आफूलाई यता अगाडि गर्नु अब, अनि खुल्ला बाटो खुल्ला बाबा यता दुईटा हातले गर्नु, उताको यसो गर्नु। दुईटा हातमा लिनु न फुल। दुईटै हातले हो क्या, हो तेरो उता दुईटै कलर्सको लिनु। एक एकवटा ल्याउ न, दुईटा हातमा एक एकवटा राख, एक एकवटा राख। दुईतिर छर्किने यसरी यसरी यसो यता आउनु न तपाईँ। त्यसरी हो, यसरी यो बाबाले त बाबुले उनको गरे यो डल्ली त्यसै गर्नु। दुईटा हातले हो एक एउटा यसो गर्नु न। हो त्यसरी हो त्यसरी। अनि यता खुल्ला, यता आउनु तपाईँ। यता 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 अब यता गरेर निस्किनु के भयो। खुल्ला खुल्ला भयो भयो। चढियो ट्याउसी, चढ्यो नेपालको ट्याउसी। डल्ली बाई भन्दिनु न। आउलु अब ट्याउसी चढ्यो हामी एयरपोर्ट जाँदै, बाहिरको बाटोमा ढोलो उडाउँदै। गाइजहरू छिरियो है, एयरपोर्ट भित्र छिरियो। अब गाइजहरू आइपुग्यो होइन त दाइजी, एयरपोर्ट आइपुग्यो। अब मान्छेको के गर्नु, भिड यस्तै छ, के गर्नु। नेपालीहरूलाई अब म चाहिँ ट्रेनिङमा होइन, विदेशी रोजगारको सिलसिलामा विदेश जान गइरहेको छु। अनि नमस्ते नयाँ नेपाल नमस्ते बालन सरकार। अब चाहिँ म चाहिँ अर्कोचोटि चाहिँ आउँदाखेरि नेपालमा केही गरेर जीविका पार्जन गर्न पाऊँ भन्दै हजुरको आशमा चाहिँ अब सारा जनताहरू नेपालीहरू चाहिँ हजुरको आशमा छ, निराशा नबनाउनु होला भन्दै म चाहिँ अब पैसा कमाउनु गएँ विदेशतिर। यस्तो छ, विदेश जाँदा नयाँ साडी गुड्काउनु पनि पाइन्छ। चिलमा छ खाली घोप्टोबाट हुन्छ अनि फोटोमा चाहिँ घोप्टो। हाम्रो एउटा मात्रै छ, अरूको हेर्नु त मास्तिर उहाँको पनि दुईवटा छ। हजुर
त्यो सामान निकालेर भिडियो रह नि यता झन् टाइम भयो अब चाहिँ हाम्रो यो चाहिँ प्लेन भयो अब चाहिँ हामी लाग्दैछौँ है गाइजहरू लाग्यो नि त दाइ कस्तो फिल भइरहेको छ तपाईँलाई प्लेन चल्नु स्टार्ट भयो गाइजहरू जय पशुपतिनाथ आकाशमा उड्दै म चाहिँ तल चाहिँ केही देखिँदैन रहेछ एकछिन चाहिँ देखिँदैन रहेछ अहिले चाहिँ अलिअलि देखेको हो कि जस्तो छैन केही पनि है त गाइजहरू अब बाई बाई सिउ अब 3 वर्ष पछाडि भेटौँला नेपालमा है त गाइजहरू हामीलाई चाहिँ कहाँनिर उडाइरहेको छ यो म्यापमा देखाउँदो रहेछ फ्लाइ दुबईमा छौँ हामी चाहिँ म्यापमा देखाउँदो रहेछ है गाइजहरू त्यति चाहिँ राम्रो छ ब्याक गर्नु त गाइजहरू हामी चाहिँ इजरायलको फ्लाइटमा हिँडेको फ्लाइटमा फ्लाइ दुबईबाट यो चाहिँ अब माथि चाहिँ केही देखिँदैन छ अनलाइन यहाँ चाहिँ दिल्ली हुँदै जाँदो रहेछ दिल्ली हुँदै DXB हुँदै दुबईमा बस्ने रहेछ यो चाहिँ ल्यान्ड यहाँनिर म्याप देखाएर छ यस्तो मात्रै देखाउँदो रहेछ ट्रेन चाहिँ अलि यतापट्टिबाट गइरहेछ त्यो भन्दा प्लेनको खाना है गाइजहरू प्लेनको खाना है गाइजहरू दुबई एयरपोर्ट है यो चाहिँ के भन्छ गाइजहरू हिँड्नै नपर्ने अवस्था यहाँनिर चाहिँ होइन टक्क बसिदिने मात्रै आफै हिँड्दो रहेछ यो दुबईको एयरपोर्टमा चाहिँ हराएर पनि यहाँ मान्छे हैरान भइसक्यो आफै हिँड्दो रहेछ बसिदिनु मात्रै पर्ने रहेछ यहाँ चाहिँ गाइजहरू यस्तै छ पछि नेपाल आउँदा चाहिँ नेपालमा पनि यस्तै होस् भन्ने चाहना हाम्रो Habibi, welcome to Dubai. मा चाहिँ पर्फ्युमको फेरि पसल हुँदो रहेछ है गाइजहरू यो चाहिँ
सब पर्फ्युमै पर्फ्युम। अनि सक्छ त कसैले हबिबीलाई हेर्नु ल, पर्फ्युमको लाइन सब एयरपोर्ट एरियाभित्र सब पर्फ्युमको लाइन। हेलो गाइजहरू, यता सुतेर बस्दैछु है म चाहिँ। यस्तो रहेछ यो के हो, यो खजुरको बोट जस्तो मस्तले 9 घन्टामा रेस्ट गर्दै। त्यस्तै जाडो छ यहाँनिर। अब के गर्ने, एसीको एसी खाँदा भइसक्यो मलाई बेसी। गाइजहरू, दुबईको एयरपोर्ट यस्तो छ। एयरपोर्ट फाइनली गाइजहरू, हामी चाहिँ इजरायल जानेमा चढिसकेको अवस्था भनिदिउँ न होइन। दुबई एयरपोर्ट कस्तो पडा हो यो।
work. In Israel, you can work no 5 limitation. years. There is no limitation. We offer फाइनली इजरायल पुगेपछि चाहिँ अब चाहिनेमा यो चाहिँ इजरायल हो गाइजहरू होइन यति सफा सुन्दर यस्तो डेन्जर हाउजिङहरू छ होइन त अब चाहिने पो अब नेपाल पनि चाहिँ यस्तै हुनु पर्यो भन्ने मलाई लागिरहेछ अब नयाँ नेपालसँगै बालेन सरकारले बनाउने भन्ने आश छ होइन त दाजै अनि यस्तै हो अब होइन गाइजहरू अब बन्छ भन्ने लागिरहेछ अब म चाहिँ लागेँ यतातिर यसो 4-5 वर्षलाई हल्लिनको लागि चाहिनेमा अब आफ्नै नेपालमा केही गरौँ भन्दै पनि नभएपछि बाध्यतावश हिँड्नुपर्ने यो नेपालीको अब एउटा उनै हो भनौँ भाग्य नै भनौँ पछि आउँदा चाहिँ यसो केही नेपालमा गरेर गर्न पाऊँ भन्ने आश छ मलाई पनि र सम्पूर्ण नेपालीहरूलाई चाहिँ धेरै धेरै माया सम्झना भन्दै चाहिँ मेरो भ्लगलाई यहीँ टुङ्ग्याउन चाहन्छु हवस् त नमस्ते गाइज